श्री गणेशाय नमः। श्री सरस्वत्यै नमः। श्री वेदपुरुषाय नमः। श्री गुरुचरणकमलेभ्यो नमः। गणनाथ सरस्वती रविशुक्र बृहस्पतीन् पञ्चैतान् संस्मरेन् नित्यं वेदवाणीं प्रवर्तयेत्। गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः। गुरुर्साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः। वक्रतुंड महाकाय कोटिसूर्य समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। सरस्वती नमस्तुभ्यं वरदे कामरूपिणीं विद्यारम्भं करिष्यामि प्रसन्ना भव सर्वदा। प्रसन्ना वरदा शुभा। अथ पौष कृष्ण सफला एकादशी व्रतम। पौष महीनाको कृष्ण पक्षमा र कृष्ण पक्षको एकादशी तिथिमा आउनेवाला जुन एकादशीको व्रतको कथा छ, यो कथालाई कहाँबाट यसलाई हामीले ग्रहण गरेका रहेछौँ, कुन पुराणबाट आएको रहेछ र यसका मुख्य श्रोताहरू को हुनुहुँदो रहेछ र यसका वक्ता को हुनुहुँदो रहेछ, यस विषयमा यहाँ हामी चर्चा गर्नेछौँ। र यो एकादशी जति पनि एकादशीहरू हुनुहुन्छ, 12 महिनामा आउनेवाला एकादशी, सबै एकादशीलाई गणना गर्दाखेरि 24 एकादशीको गणना शास्त्रहरूमा ऋषिमुनिहरूले वर्णन गर्नुभएको छ। र अधिक मासमा आउनेवाला जसलाई हामीले मलमास भनिन्छ, त्यो मलमासमा पनि 2टा एकादशीलाई जोडेर कुल जम्मा 26 वटा एकादशीको कथाहरू पुराणहरूमा, नाना प्रकारका पुराणहरूमा, अलग अलग पुराणहरूमा अलग अलग प्रकारको कथालाई ऋषिमुनिहरूले वर्णन गर्नुभएको छ। अहिले जुन हामीहरूले यहाँनिर कथा श्रवण गर्न गइरहेका छौँ, यो कथालाई भविष्योत्तर पुराणबाट त्यसलाई ग्रहण गरिएको छ र मुख्य वक्ताका रूपमा हुनुहुन्छ साक्षात् भगवान श्रीकृष्ण र श्रोताका रूपमा हुनुहुन्छ 5 पाण्डवहरू, जसमा युधिष्ठिर हुनुहुन्छ, भीम हुनुहुन्छ, अर्जुन हुनुहुन्छ र नकुल र सहदेव गरेर यसरी 5 पाण्डवहरू हुनुहुन्छ। र त्यसमा पनि जो श्रेष्ठ हुनुहुन्छ, ज्येष्ठ हुनुहुन्छ, जसलाई युधिष्ठिर महाराज भनेर बताइएको छ, युधिष्ठिर महाराजले नि यहाँ भगवानलाई यहाँ प्रश्न गर्दै भन्नुहुन्छ र यहाँ युधिष्ठिर महाराजजीले प्रश्न गर्नुभयो, पौषस्य कृष्ण पक्षे तु केयम एकादशी भवेत् किम नाम को विधिस्तस्याः को देवस् तत्र पूज्यते। पौष महिनामा आउनेवाला कृष्ण पक्षमा आउनेवाला जुन एकादशी छ, त्यो एकादशीको नाम के हो र त्यसको विधि विधान के छ र को देवस् तत्र पूज्यते। त्यो एकादशी व्रतका अधिष्ठात्री देवता, विशेष गरेर हामीले कुन देवताको, हामीले कुन भगवानको हामीले पूजन गर्नुपर्ने हुन्छ, यो कुरा मलाई बताइदिनुहोस् भनेर यहाँनिर युधिष्ठिर महाराजजीले प्रश्न गर्नुभयो। एतदा चक्ष्व मे स्वामिन् विस्तरेण जनार्दनः। हे जनार्दन, हे मनुष्यको आर्दन, पापलाई नाश गर्नेवाला, कष्टलाई नाश गर्नेवाला हे भगवान, यो कुराहरू मलाई विस्तारपूर्वक बताइदिनुहोस् भनेर यहाँ युधिष्ठिर महाराजजीले प्रश्न गर्नुभयो। र अब भगवान भन्नुहुन्छ, कथयिष्यामि राजेन्द्र भवतः स्नेह कारणात्। हे राजेन्द्र, हे युधिष्ठिर, तपाईँ मेरा भक्त हुनुहुन्छ र एउटा मित्रताको व्यवहार पनि हामीसँग छ, त्यही भएर म यो कुराहरू बताउने छु भनेर यहाँ भगवानले बताउनु भयो। र यहाँ भगवान बताउँदै जानुहुन्छ, तथा तुष्टिर नमे राजन कर्तव्यश्चात् तदक्षिणैः यथा तुष्टिर भवेन् मह्यम एकादश्या व्रते नभिः। बडा बडा यज्ञ गर्दाखेरि पनि म त्यति सन्तुष्ट हुन्न जति एकादशी व्रतद्वारा म हुनेछु भनेर यहाँ भगवानले भन्नुभयो। तस्मात् सर्व प्रयत्नेन कर्तव्यो हरिवासरः। त्यही भएर प्रयत्नपूर्वक हामी मनुष्यले विशेष गरेर हामीले एकादशीको व्रतलाई हामीले पालन गर्नुपर्ने हुन्छ भनेर यहाँनिर बताउँदै जानुभयो। तस्याश्चैव च माहात्म्यं शृणुष्व एकाग्रमानसः गदिता याश्च मे राजन एकादश्यो भवन्ति तासामपि हि सर्वेषां विकल्पं नैव कारयेत्।
सबै एकादशीको त्यति नै महत्व छ, चाहे त्यो मङ्सिरमा आउनेवाला होस् अथवा पुष महिनामा आउनेवाला एकादशी हो। सबै एकादशीको समान फल छ, तर पनि आफ्नो आफ्नो महिनामा आउनेवाला जुन एकादशीहरू हुनुहुन्छ उहाँहरूको विशेष गरेर अलग अलग फल पनि यहाँनिर बताइएको छ। र भगवानले यहाँनिर बताउँदै जानुभयो, पौषस्य कृष्ण पक्षया सफला नाम नामतः। पौष महिनाको कृष्ण पक्षमा आउनेवाला एकादशीको नाम हो सफला भनेर यहाँनिर भगवानले बताइदिनु भयो। नारायणो अधिदेवस्याः पूजयत्तम प्रयत्नतः। र एकादशीका अधिष्ठात्री देवता भनेका भगवान साक्षात नारायण नै हुनुहुन्छ। पूजयेतम प्रयत्नतः, त्यही भएर हामीहरूले एकादशीका दिन प्रयत्नपूर्वक हामीहरूले विशेष गरेर भगवान नारायणको हामीहरूले पूजन इत्यादि गर्नुपर्ने हुन्छ। नागानां च यथा शेषः पक्षिणां गरुडो यथाः। जस्तो नागहरूमा सर्पहरूमा श्रेष्ठ हुनुहुन्छ शेष, त्यस्तै प्रकारले पक्षिणां गरुडो यथाः, पक्षीहरूमा सबभन्दा श्रेष्ठ हुनुहुन्छ गरुडजी महाराज। र यज्ञहरूमा पनि अनेक प्रकारका यज्ञहरू हुन्छन्, राजसूय अश्वमेध नाम गरेका ठुल्ठुला यज्ञहरू हुन्छन्, तर ती यज्ञहरूमा पनि सबैभन्दा श्रेष्ठ यज्ञ भनेको अश्वमेध यज्ञ हो। र नदीनाम जाह्नवी यथाः, नदीहरूमा श्रेष्ठ भनेकी भागीरथी गंगा हुनुहुन्छ। र त्यस्तै प्रकारले व्रतानां च तथा राजन प्रवर एकादशी तिथि, त्यस्तै प्रकारले व्रतहरूमा पनि श्रेष्ठ भनेका व्रतहरूका राजा भनेका एकादशी नै हुनुहुन्छ भनेर यहाँ भगवानले युधिष्ठिर महाराजलाई सुनाउँदै जानुभयो। ते जना भरत श्रेष्ठ मम पूज्याश्च सर्वशः हरिवासर संयुक्ताः वर्तन्ते ये जना वृषम। जसले एकादशीको व्रतलाई धारण गर्ने गर्दछ, एकादशीको पालन गर्ने गर्दछ, एकादशीका दिन व्रत बसेर भगवानको पूजन अर्चन, भगवानको नाम संकीर्तन इत्यादि जसले गर्दछ त्यो सबभन्दा श्रेष्ठ हो भनेर यहाँ भगवानले बताउनु भयो। सफला नाम या प्रोक्ताः तस्या पूजा विधिम शृणु फलैर्मां पूजयेत् तत्र काल देशोद्भवै शुभैः। जुन यो सफला एकादशी छ यसमा विशेष गरेर भगवानलाई हामीहरूले फलद्वारा हामीहरूले पूजन अर्चन गर्नुपर्ने हुन्छ। फलहरूमा पनि नारिकेल फलै शुद्धैः, शुद्ध शुद्ध राम्रा नारिकेल भनेको नरिवलका फलहरू हामीहरूले भगवानलाई अर्पण गर्न सकिन्छ। र त्यस्तै प्रकारले अरू पनि जति फलहरू हुन्छन् त्यो ऋतुमा पाउनेवाला हेमन्त ऋतु हुन्छ, यो हेमन्त ऋतुमा पाउनेवाला जति पनि फलहरू हुन्छन् ती फलहरू हामीहरूले ल्याएर भगवानको हामीहरूले अर्चन पूजन गर्न सकिन्छ भनेर यहाँ भगवानले बताउनु भयो। पूजयेत् देवदेवेशम धूपैर दीपैर यथाक्रमम। र षोडशोपचार यदि हामीहरूलाई बनाउन आउँछ भने हामीहरूले षोडशोपचारद्वारा पनि भगवानको पूजन गर्नुपर्छ। एकादशीका दिन प्रातःकाल उठ्नुपर्छ र उठिसकेर हामीहरूले स्नान इत्यादि गर्ने, गायत्रीको अनुष्ठान गर्ने र त्यसरी गायत्रीको अनुष्ठान गरिसके पश्चात अब त्यो व्रतको दिन हामीहरूले विशेष रूपमा भगवान नारायणको हामीहरूले पूजन गर्नुपर्छ। पूजनको विधि यहाँनिर हामीहरूले बताइएको छ। षोडशोपचारद्वारा भगवानको पूजन गर्ने, यदि षोडशोपचार यदि हामीहरूलाई बनाउन आउँदैन भने पञ्चोपचारद्वारा गर्ने, त्यो पनि आउँदैन भने भगवानलाई चन्दन हामीहरूले अर्पण गर्न सकिन्छ, तिल भगवानलाई हामीहरूले अर्पण गर्न सकिन्छ, जौ अर्पण गर्न सकिन्छ र तुलसी पनि हामीहरूले अर्पण गर्न सकिन्छ। भगवान नारायणलाई अत्यन्तै प्रिय छ तुलसी। तुलसी हेम रूपांच रक्त रूपांच मञ्जरीम भव मोक्ष प्रदन्तुभ्ये अर्पयामि हरिप्रिये। यो मन्त्रलाई उच्चारण गरेर भगवानलाई हामीहरूले तुलसीको अर्पण गर्न सकिन्छ। यति गरिसके पश्चात भगवानलाई धूप देखाउने, दीप देखाउने अनि नैवेद्य हामीहरूले जुन बनाइएको हुन्छ, प्रसादी जुन बनाइएको हुन्छ त्यो प्रसादी भगवानलाई अर्पण गर्ने अनि हातमा पुष्प लिएर भगवानको हामीहरूले प्रार्थना गर्न सकिन्छ। प्रार्थनामा जुन श्लोक हामीहरूलाई आउँछ, जति मन्त्रहरू आउँछन् त्यो मन्त्रहरूको हामीहरूले उच्चारण गरेर भगवानसँग हामीहरूले त्यसरी प्रार्थना गर्न सकिन्छ भनेर यसरी यहाँनिर त्यो पूजनको विधिलाई यहाँनिर बताइदिनु भएको छ। अनि हामीहरूले सकिन्छ भने केही नखाने, यदि सकिँदैन भने हामीहरूले फलहारको ग्रहण गर्न सकिन्छ। सफलायम दीपदानम विशेषेण प्रकीर्तितम। भगवान श्री कृष्ण
युधिष्ठिर इत्यादि गरेका 5 पाण्डवहरूलाई भन्नुहुन्छ कि हे युधिष्ठिर महाराज, दीपदानम विशेषेण प्रकृतिदम, सफला एकादशीका दिन दीपदानको पनि एउटा ठूलो महत्व छ भनेर यहाँनिर भगवानले बताउनु भएको छ। एकाग्र मानसो भूत्वा तस्य पुण्यम श्रेणुस्वत, एकाग्र मनद्वारा त्यो मनलाई हामीले भगवानमा लगाएर एकादशी व्रतको हामीले पालन गर्नुपर्छ भनेर यहाँनिर बताउँदै जानुभयो। र 5 वर्ष सहस्राणि तपस्तप्त्वा च यत् फलम तत्फलम समवाप्नोति सफलाय व्रतेन वै, 5000 वर्ष तक यदि कसैले तपस्या गर्यो भने र 33,000 वर्ष तक तपस्या गर्दाखेरि जुन फल हामीले प्राप्त गरिन्छ, तत्फलम समवाप्नोति सफलाय व्रतेन वै, त्यही फल हामीले सफला एकादशीको दिन हामीले यदि भगवानका निमित्त हामीले व्रत धारण गरिएछ भने त्यही फल उसलाई पनि प्राप्त हुन्छ भनेर यस्तो यो ठूलो पुण्यदायी महात्म्यलाई पनि यहाँनिर भगवानले सुनाउँदै जानुभयो। र यहाँनिर भगवानले एउटा पुरातन, एउटा पहिलो कालमा एउटा घटना भएको एउटा कथालाई यहाँनिर श्रवण गराउँदै जानुभयो कि सफला एकादशी को दिन यदि हामीले व्रत धारण गरिएछ भने त्यसको फल कति ठूलो हुन्छ भनेर एउटा यहाँनिर इतिहास यहाँनिर सुनाउन लाग्नुभयो। श्रूयता राज शार्दूलः सफलाय कथानकम चम्पावती विख्यात पुरी माहिस मतस्य च, पुरानो समयमा एउटा नगरी रहेछ जसलाई चम्पावती भनेर वर्णन गरिएको रहेछ। त्यो एउटा ठूलो राज्य रहेछ र त्यो राज्यलाई चलाउने वाला एकजना राजा हुनुहुँदो रहेछ जसको नाम रहेछ माहिस्मत नाम गरेका राजा हुनुहुँदो रहेछ। अत्यन्तै धार्मिक, धर्ममा मन लगाउने वाला, भगवानको भक्त हुनुहुँदो रहेछ र ब्राह्मणहरूको पनि भक्त, दीन दुखीहरूलाई अन्न इत्यादि दान गर्ने वाला, आफ्ना प्रजाहरूलाई पनि आफ्नै सन्तानलाई जति हामीले माया गरिन्छ, प्रेम गरिन्छ, त्यति नै माया गर्ने त्यस्ता राजा हुनुहुँदो रहेछ। माहिष्मतस्य राजर्षे चत्वारश्चा भवन सुताः, ती माहिष्मत नाम गरेका राजाका 4 जना पुत्रहरू रहेछन्। 3 जना त ठिकै थिए, तर तेषां मध्ये तुयो ज्येष्ठः सह महापाप संयुतः, र त्यसमा ती 4 जना मध्येमा जो जेठो छोरो छ त्यो चाहिँ अत्यन्तै पापी रहेछ। कस्ता प्रकारका कर्महरू उ गर्दो रहेछ त भन्दाखेरि असद वृत्ति रतो नित्यम देवता द्विज निन्दकः वैष्णवानां च देवानां नित्यम निन्दारतः सबैहि। असद वृत्ति, नगर्नु पर्ने कर्ममा उसले आफ्नो मनलाई लगाउँदो रहेछ। देवता द्विज निन्दकः, देवताहरूको निन्दा गर्नेवाला, द्विज भनेको ब्राह्मणहरूको, तपस्वी ब्राह्मणहरूको, ऋषिमुनिहरूको निन्दा गर्नेवाला, वैष्णवानां च देवानां, भगवानका भक्तहरूको, वैष्णवहरूको निन्दा गर्नेवाला र देवताहरूको पनि निन्दा गर्नेवाला, यस्तो त्यो व्यक्ति रहेछ। ती माहिष्मत नाम गरेका राजाको जेठो छोरो चाहिँ त्यस्तो प्रकारको रहेछ। र ईदृग विधम तदा दृष्ट्वा पुत्रम माहिष्मतो नृपः नामना सबै लुम्पकं तु कृतवान अत्य मर्षितः। यस्तो व्यवहारलाई देखेर ती राजाले आफ्नो जेठो छोरोको यस्तो प्रकारको व्यवहारलाई देखेर तिनको नाम त्यहाँनिर राखिएछ लुम्पक भनेर, त्यसरी राखिएछ। र अब जेठा छोरा हुनको कारणले अगाडि राजा हुने पनि तिनै रहेछन्, तर त्यस्तो प्रकारको उसको व्यवहार देखेर, चरित्रलाई देखेर राजा पनि अत्यन्तै दुखी हुनुभयो र राज्य निष्कासितस्तेन, राज्यबाट उसलाई निष्कासित गरिदिनु भएछ। परिवार रज जनैहि सर्वैस्त्यक्तो राज्यो भयात् इति, र अरू जति पनि बन्धु बान्धवहरू छन्, परिवारका जनहरू छन्, सबैले त्यो लुम्पक नाम गरेको त्यो राजकुमारलाई सबैले त्यागिदिएछन्। लुम्पकोपी तदाह त्यक्तश्चिन्तयामास एकलः, अब त ऊ एक्लै भयो, सबैले उसलाई त्याग गरिदिए, अब के गर्नु भनेर उसका मनमा पनि अनेक प्रकारका त्यो प्रश्नहरू आउन थालेछ। अब जीविका त चलाउनु पर्यो, आफ्नो जीवन त चलाउनु पर्यो,
मयात्र किम प्रकर्तव्यम त्यक्तः पित्रा च बान्धवैः। अब म के गर्नु, किन भन्दाखेरि आफ्नै पिताले मलाई यहाँ त्याग गरिदिए, अरू बन्धु बान्धवहरू पनि जति हुनुहुन्छ ती बन्धु बान्धवहरूले पनि मलाई त्याग गरिदिए भनेर उसलाई त्यतिखेर अब चिन्ता लाग्न थालेछ। इति चिन्ता परो भूत्वा मतिम पापे तदा अकरो। तर पनि उनले सत्कर्मतिर आफ्नो मनलाई लगाएन, अझै पनि ऊ पाप कर्म मानी पाप कर्म नि म गर्छु भनेर ऊ सोचिरहेको छ। मयाको गमनम कार्यम वनम त्यक्त्वा पुरीम पितुः। अब राज्यबाट त मलाई निष्कासित गरिदिनु भयो, अब अवश्यमेव पनि म वन जान्छु भनेर उसले वन जाने त्यो निर्णय गर्न थाल्यो। अब उसले आफ्ना मनमा सोच्न थाल्दछ, चिन्ता गर्दछ कि मैले अब के गर्ने त भन्दाखेरि दिवा वने चरिष्यामि, दिनभरि म वनमा भ्रमण गर्छु र रात्र वपिहि पितु पुरः, रात्रिको समयमा त्यही पिताजीको राज्यमा आएर त्यहाँनिर म चोरी गर्छु र आफ्नो जीविका चलाउँछु भन्ने त्यस्तो उसले मनमा चिन्तन गरेछ। इत्येवं समतिम कृत्वा लुम्पको दैवपातितः निर्जगाम पुरा तस्मात् गतोऽसौ गहनम वनम। यसरी उसले योजना बनाएर अब पुरबाट निस्केर, राज्यबाट निस्केर तस्मात् गतोऽसौ गहनम वनम, घनघोर जंगलमा ऊ विचरण गर्न थालेछ। अब आफ्नो जीविका चलाउनका लागि उसले जीवघात करो नित्यम, जीव जन्तुहरूलाई उसले मार्न थाल्यो। नित्यम स्तेय परायणः, दिनको समयमा ऊ जीव जन्तुहरूको हत्या गर्दथ्यो र रात्रिको समयमा राज्यमा आएर स्तेय परायणः, चोरी गर्न थालेछ। सर्वम वनचरम तेनः मुसितम पाप कर्मणा। यस्ता प्रकारले त्यो लुम्पक नाम गरेको जुन त्यो राजकुमार थियो, माहिष्मत नाम गरेका राजाको जुन त्यो जेठो छोरो थियो, यस्ता प्रकारले उसले आफ्नो कर्म बनाउन थालेछ। र गृहीतश्च परित्यक्तो राज्यो माहिष्मतेर भयात्। अब कुनै कुनै बेलामा ती सैनिकहरूले त्यो लुम्पकलाई पक्रदा रहेछन्, तर पनि राज्यो माहिष्मतेर भयात्, तर राजाको डरले, जे भने पनि यो राजकुमार हो, यसलाई हामीहरूले पक्रेर राजाका समीपमा लग्यौं भने राजाले उल्टे हामीहरूलाई दण्ड दिन्छ कि भन्ने त्यस्तो प्रकारको भय पनि ती सैनिकहरूलाई लाग्दो रहेछ। किन भन्दाखेरि जे भने पनि छोरो हो भन्ने त्यस्तो स्नेहका कारणले हामीहरूलाई नि उल्टै दण्ड दिन्छन् होला राजाले भनेर त्यसरी डरले उसलाई छोडिदिँदा रहेछन्। यस्ता प्रकारले उसले कर्म गर्न थाल्यो। आमिषा भिरतो नित्यम नित्यम वै फलभक्षकः आश्रमस्तस्य दुष्टस्य वासुदेवस्य सम्मतः। उसले मांस भक्षण गर्ने गर्थ्यो र मांस उसले नपाउँदाखेरि फलः भक्षतः, उसले फल पनि ग्रहण गर्दो रहेछ। र दैव संयोग, उसको पूर्वजन्मको केही पुण्य थियो होला, त्यो पुण्यको कारणले एउटा त्यहाँनिर के रहेछ त एउटा विशेष कुरा भन्दाखेरि ऊ जहाँ त्यो वनमा आश्रित भएर बस्ने गर्दथ्यो, त्यो ऊ बस्ने त्यो छेउमा नि एउटा आश्रम रहेछ। आश्रमस्तस्य दुष्टस्य वासुदेवस्य सम्मतः। र त्यो आश्रममा त्यो भगवान वासुदेवको त्यहाँनिर पूजन अर्चन हुने गर्दो रहेछ। र त्यो आश्रमको नजिकमै त्यो लुम्पक नाम गरेको राजकुमार त्यहाँ आश्रित भएर बसेको रहेछ। अश्वत्थो वर्तते तत्र जीर्णो बहुल वार्षिकः। धेरै पुरानो एउटा पिपलको वृक्ष पनि त्यहाँनिर रहेछ। त्यो पिपलको वृक्षलाई नि भगवानको स्वरूप मानेर ती ऋषिमुनिहरूले त्यहाँनिर अरू त्यहाँका बस्ने मनुष्यहरूले साक्षात यहाँ त भगवान नै हुनुहुन्छ भनेर त्यो पिपलको वृक्षमा पूजन गर्न लाग्दा रहेछन्। र देवत्वम तस्य वृक्षस्य वर्तते तद्वने महत् तत्रैव निवससासो लुम्पको पाप बुद्धिमान। पाप कर्ममा लागेको त्यो लुम्पक पनि त्यही त्यो बट वृक्षको त्यो पिपलको वृक्षको छेउमा नि बस्ने गर्थ्यो। एवं कालक्रमेणैव वसतस्तस्य पापिनः दुष्कर्म निरतस्तस्य कुर्वतः कर्म निन्दितम्। पौषस्य कृष्ण पक्षे तु सम्प्राप्तम्
सफला दिनम। यस्ता प्रकारले उसले आफ्नो समयलाई व्यतीत गरिरहेको थियो। एक समयमा पुसको महिना आएछ र कृष्ण पक्ष पनि आएछ र एकादशी पनि आएछ। अब त्यतिखेर उसले के गरेछ त भन्दाखेरि भगवान यहाँनिर अगाडि बताउँदै जानुहुन्छ। दशमी दिवसे राजन निशायाम शीत पीडित। पुष महिनामा अत्यन्तै जाडो हुन्छ र त्यो दशमीको दिनमा निशायाम शीत पीडित। अब उसलाई त्यहाँनिर त्यो शीतबाट बच्नका लागि धेरै उसँग साधन पनि थिएन र रात्रिकालमा धेरै जाडो हुनको कारणले लुम्पको वस्त्रहीनोसो निष्टष्टो ह्यभवत् तदाह। उसँग लाउने वस्त्र इत्यादि पनि थिएनन् र उसले त्यतिखेर के गरेछ भन्दाखेरि पीड्यमानस्तु शीतेन अश्वत्थस्य समीपतः न निद्रा न सुखम तस्य गत प्राण इवा भवत्। अब त्यो जाडाको कारणले गर्दाखेरि न निद्राम, ऊ दशमीको रात्रिको दिन पनि अब भोलि एकादशी छ है भन्दाखेरि आज रात्रिको समयमा, दशमीको रात्रिको समयमा ऊ सुत्न पाएनछ। किन भन्दाखेरि त्यो जाडाको कारणले ऊ सुत्न सकेनछ र के भयो त भन्दाखेरि जागरण बसे जस्तै भएछ। गत प्राण इवा भवत्, मर्ला जस्तै भइरहेको थियो। त्यही भएर उसलाई निद्रा लागेन। निद्रा नलाग्नको कारणले त्यो एउटा जागृत बसे जस्तै ऊ त्यहाँनिर भएछ। भानुदयेपि तस्यास्त न सन्ध्याः समजायतः लुम्पको गत सन्ध्यस्तु सफला दिवसे तदाह। अब भोलिपल्ट भयो। भोलिपल्ट हुँदाखेरि अब ऊ मूर्छा परे जस्तै भइरहेको थियो र न सन्ध्या समजायतः र उसको होस चेत पनि आएकै थिएन। यस्तै प्रकारले गर्दै गर्दै मध्याह्न समय प्राप्ते सन्ध्याम लेभे स लुम्पकः। मध्याह्नको समय भयो अनि मध्याह्नको समय हुँदाखेरि अब त्यतिखेर उसलाई संज्ञा प्राप्त भएछ, उसको होस चेत आएछ। प्राप्त सन्ध्यो मुहूर्तेन च उत्थितो हो तदाह असनात प्रस्खलंश्च तदन्यासहि पंगुवच चलितो मुहु। अब हिँड्न पनि ऊ सकेकै छैन, मजाले हिँड्न सकेकै छैन। किन भन्दाखेरि रात्रिकालमा उसले अत्यन्तै धेरै जाडो लागेको हुनको कारणले ऊ सम्यक प्रकारले हिँड्न सकेको छैन। पंगुवत चलिते मुहु, लङ्गडो जस्तै भएर ऊ अलिअलि त्यहाँदेखि घिस्रिँदै घिस्रिँदै त्यो लुम्पक त्यहाँबाट हिँड्न प्रयास गर्दैछ। वनमध्ये गतस्तत्र क्षुत्रिषा पीडितो भवत्। अब मध्याह्नको समय भयो। बेलुकादेखि उसले केही खाएको छैन, प्रातःकालमा उसले केही ग्रहण गरेकै छैन। अब उसलाई भोक पनि लाग्यो, तिर्खा पनि लाग्यो। नशक्तिर जीवघातस्य लुम्पकस्य दुरात्मनः, त्यो दुरात्मा जुन त्यो लुम्पक थियो अब जीव जन्तुहरूलाई हत्या गर्ने गर्दथ्यो। तर नशक्तिर जीवघातस्य, अब उसँग त्यति सामर्थ्य पनि छैन कि उसले जीवको हत्या गरोस् र आफ्नो पेट भरोस्। शक्ति पनि छैन। किन भन्दाखेरि शीतले ऊ पीडित भइरहेको छ र उसले के सोचेछ त भन्दाखेरि अगाडि भगवान भन्नुहुन्छ फलानी भूमौ पतितः न्याजहार सलुम्पकः यावत् स चागतस्तत्र तावदस्त भगाद्रभिः। अब फल बटुर्नु पर्यो भनेर फल संग्रह गर्नका लागि त्यो वनमा ऊ विचरण गर्न लाग्न थाल्यो। कहीँ फल उसले प्राप्त गर्यो र ती फलहरूलाई संग्रहित गर्दै एकत्रित गर्दै उसले भेला पार्न थालेछ। र यस्तो गर्दा गर्दै गर्दा गर्दै सायंकाल हुन लागेछ, साँझ पर्ने बेला हुन लागेछ। किम भविष्यति तातेति विललापाति दुःखितः फलानि तानि सर्वाणि वृक्षमूले न्यवेदयेत। अब उसले त खाना पाएन र शीतका कारणले गत प्राणः इवा भवत्, प्राण जाला जस्तै भएको थियो। र किम भविष्यति तातेति, अब उसले आफ्ना पितालाई उसले स्मरण गर्न थाल्यो। किम भविष्यति, अब मेरो के हुन्छ, मेरो के दुर्दशा हुन्छ। आजीवन मैले पाप कर्म मात्र गरे, एउटा राजकुमार भएर मैले जन्म पाएको थिएँ, श्रेष्ठ राज्यमा मैले जन्म पाएको थिएँ, तर मैले आफ्नो कर्मलाई बिगारे र आज म यस्तो दुर्गतिमा परेको छु कि म खान्छु भन्दाखेरि पनि खान
सकिरहेको छुइनँ। अब यही रहेछ अन्तिम समय भन्ने उसलाई लागेछ। अब मेरो कल्याण कसरी हुन्छ, के म नरक जान्छु भन्ने त्यस्ता अनेक प्रकारका ती उसका मनमा प्रश्नहरू आउन लागेछन्। फलानी तानी सर्वाणी वृक्षमूले न्यवेदयेत्। अब उसले उपाय सोच्न थालेछ। अब यी जति पनि फलहरू छन्, यी फलहरू म ग्रहण गर्न त सक्दिनँ। अब यो वृक्षको मूलमा जुन भगवान छन् यहाँनिर भनेर सबै ऋषिमुनिहरूले पूजन गर्थे। अब यहाँनिर मैले एकत्रित गरेका यी फलहरू समर्पण गरिदिनु पर्यो भनेर वृक्षमूले न्यवेदयेत्। त्यो वृक्षको मूलमा उसले ती सबै फलहरू चढाइदिएछ। भनेछ प्रत्युवाच फलैहि एभि प्रियताम भगवान हरिहि। यो फल मैले आज भगवान श्री हरिका निमित्त भगवान श्री हरिलाई मैले यो अर्पण गरेको हो भनेर त्यसरी त्यो लुम्पकले त्यति कर्म चाहिँ उसले गरेछ। उपविष्टो लुम्पकश्चः निद्राम लेभे नवैनिसिहि। अनि त्यति गर्दा गर्दै एकादशीको अब साँझ परेका बेला उसले यो कर्म गरेको थियो। गत प्राणः जस्तै उसको स्थिति भएको थियो त्यस्तै गर्दै गर्दै एकादशीको जुन रात्रिको समय आयो, निद्राम लेभे नवैनिसिहि, रात्रिको कालमा ऊ सुत्न सकेन। किन भन्दाखेरि उसले केही ग्रहण गरेकै थिएन। तेन जागरणम जातम भगवान मधुसूदनः। अब भगवान पनि अत्यन्तै दयालु हुनुहुन्छ। अब ऊ जागरण त बसेकै थिएन, दशमीको दिन पनि ऊ जागरण बसेकै थिएन। शीतको कारणले, ठण्डीको कारणले ऊ सुत्न नसकेको मात्र थियो। अब यो एकादशीको रात्रिका दिन पनि ऊ त मर्न लागेको थियो, त्यही भएर ऊ सुत्न सकेन। भगवान मधुसूदनले, भगवान श्रीहरिले त्यसलाई नि जागरण मान्नु भएछ। मेरा निमित्त आज यो जागृत बसेको छ भन्ने त्यस्तो भगवानले सम्झिनु भएछ। फलानाम पूजनम मेनेहे सफलायास तथा व्रतम। सफला एकादशीको दिन यसले मलाई फल पनि अर्पण गरो र यसले केही ग्रहण पनि गरेन र रात्रिको समयमा यो जागरण पनि बसो भनेर त्यसलाई पूर्ण व्रत भगवान मधुसूदनले, भगवान श्रीहरिले मान्नु भएछ। भगवानको स्वभाव नि यस्तै छ। भगवान अत्यन्तै दयालु हुनुहुन्छ, त्यसलाई भगवानले व्रत मान्नु भएछ। कृतमेकम लुम्पकेन यकस्मात् व्रतमुत्तमम। यो त अत्यन्तै श्रेष्ठ व्रत हो, आजसम्म यस्तो त कसैले गरेको छैन। यो विधिद्वारा त मेरो व्रत कसैले गरेकै थिएन भनेर भगवानले त्यसलाई नि व्रत मान्नुभयो। तेन व्रत प्रभावेण प्राप्तम राज्यम अकण्टकम। त्यही व्रतको कारणले गर्दाखेरि उसले राज्यलाई पनि प्राप्त गरेछ। अब युधिष्ठिर महाराजले सोध्नुभयो, हे भगवान, उसले राज्यलाई चाहिँ कसरी प्राप्त गर्छ त? चम्पावती नाम गरेको जुन त्यो राज्य थियो त्यसमा त उसका लुम्पकका पिताजी माहिष्मत नाम गरेका राजा राज्य गर्नुहुन्थ्यो। अब यो लुम्पक कसरी त्यो राज्यको राजा भयो? हे भगवान, यो विस्तार पूर्वक मलाई श्रवण गराइदिनुहोस् भनेर युधिष्ठिर महाराजले प्रश्न गर्नुभयो। अनि भगवान पनि भन्नुहुन्छ, अब त त्यसको भगवानको कृपा दृष्टि उमाथि हुन गइरहेको थियो र भगवान त्यो लुम्पकको जुन त्यो कर्म उसले गरिरहेथ्यो त्यसलाई नि सफला एकादशीको दिन यसले मेरो व्रत गरो भनेर त्यसरी भगवानले मान्नुभयो। यसको मतलब भगवानको त्यो कृपा उमाथि हुन लाग्यो। अब साक्षात भगवान श्री हरिकै नि कृपा जसमाथि हुन्छ त्यसलाई राज्य प्राप्त हुनु यो कुनै ठुलो कुरो होइन। दिव्य वस्तु परिवार हो लुम्पकस्य समीपतः तस्तौ सह तुरगो राजन वाग उवाचः शरीरिणः। अब भोलिपल्ट द्वादशी भयो, त्यसै बेला लुम्पकस्य समीपतः, त्यो लुम्पकको समीपमा नजिकमा एउटा घोडा आयो। एउटा सजिएको, हेर्दाखेरि दिव्य रूपमा आएको एउटा घोडा त्यहाँनिर देखियो। वाग उवाचः शरीरिणः, त्यतिखेरै नि आकाशवाणी पनि हुन लाग्यो। प्राप्नु हित्वम नृपसुतः स्वम राज्यम हतकण्टकम वासुदेव प्रसादेन सफलाय प्रभावतः। आकाशवाणी हुन लाग्यो र त्यो आकाशवाणीबाट के भन्यो त भन्दाखेरि
हे नृपः सुतः, हे राजाका छोरा, तिमीले राज्य प्राप्त गरिसकेका छौ। वासुदेव प्रसादिन, भगवान वासुदेवको प्रभावले गर्दाखेरि, भगवान वासुदेवको कृपाले गर्दाखेरि तिमीले राज्य प्राप्त गर्यौ। अब लुम्पकले भन्न लाग्यो कि मैले के कर्म गरेर मैले म माथि भगवान प्रसन्न हुनुभएछ भनेर लुम्पकले प्रश्न गर्छ। सफलाय प्रभावतः, हे लुम्पक, तिमीले हिजोका दिन दशमी दिनदेखि नै जुन गर्नुपर्ने कर्म थियो त्यो सबै गर्दै गर्दै आयौ। दशमीको दिन रात्रि जागरण गर्यौ र सफला एकादशीका दिन हिजो तिमीले व्रत पनि तिमीले गर्यौ, भगवानलाई फल पनि अर्पण गर्यौ, त्यसलाई नै भगवानले व्रत मान्नुभयो भनेर त्यसरी आकाशवाणीले भन्न लाग्यो। तथेत्युक्त्वा, अब तिमी यो घोडामा तिमी बस भनेर आकाशवाणी हुन लाग्यो र त्यो लुम्पकले पनि तथेत्युक्त्वा, म यस्तै गर्छु भनेर लुम्पकले भन्ने बित्तिकै उसले पनि दिव्य शरीरलाई उसले प्राप्त गर्यो। दिव्य रूप धरो देव तुलसी दाम मण्डितः, तुलसीले सजिएको माला उसका कण्ठमा लाग्न लाग्यो र उसले दिव्य वस्त्र इत्यादिलाई धारण गर्ने त्यस्तो दिव्य स्वरूप उसले प्राप्त गर्यो। कृष्णे मतिश्च तस्यासित परमा वैष्णवी मतिहि, अब त त्यो हुनको कारणले, त्यस्तो हुनको कारणले भगवानमा पनि अत्यन्तै प्रगाढ भक्ति बढेर गएको छ। आज लुम्पकको दिव्याभरण सौभाग्य तातम नत्वा स्थितो गृहे, अब त ऊ राज्यमा आएका छन्। आउने बित्तिकै तातम नत्वा स्थितो गृहे, उसले आफ्ना पिताजीलाई प्रणाम गरे, राज्यले पनि उसको स्वागत गर्यो र ऊ घरमा नि बसोबास गर्न थाले। वैष्णवाय ततो दत्तम पित्रा राज्यम अकण्टकम कृतम राज्यम तु तेनैव वर्षाणि शुभहुन्यपिहि। अब यस्ता प्रकारले पिताजीले देख्नुभयो कि मेरो छोरो त परम वैष्णव भएछ, भगवानको भक्ति गर्नेवाला भएछ। अब म पनि वृद्धकाललाई प्राप्त हुँदै गए। अब यो राज्य, यही हो जेठो छोरो, अब यसलाई नि आफ्नो राज्य दिनु पर्यो भनेर पित्राः राज्यम अकण्टकम दत्तम, त्यो राजाले ती पुत्रलाई राजतिलक गरिदिनु भयो र कृतम राज्यम तु तेनैव वर्षाणि शुभहुन्यपि, लामो समय तक ती लुम्पकले पनि त्यो राज्यलाई चलाउन थाले। हरिवासरः सन्निनो विष्णु भक्तिः रतः सदाः मनोज्यास्तस्य पुत्रास्योर दारः कृष्ण प्रसादतः। अब जति पनि एकादशी आउँछन्, जुन महिनाको पनि एकादशी आउँछ, उसले त व्रतलाई पालन गरे र राज्यले पनि त्यो सबै एकादशीको व्रतलाई धारण गर्न थालो र मनोज्यास्तस्य पुत्रास्योः दारा कृष्ण प्रसादतः, भगवानको कृपा प्रसादले गर्दाखेरि, भगवानको व्रतले गर्दाखेरि अब उसको राज्य पनि सुचारू रूपमा चल्न लाग्यो। ततः स वार्धके प्राप्तिः राज्यम पुत्रम निवेश्य, उसका पुत्रहरू पनि भए, विवाह इत्यादि समयमा आएर सम्पन्न भयो, पुत्रहरू धेरै नै भए र ऊ पनि वृद्धकाललाई प्राप्त भए। ती लुम्पक पनि र आफ्ना पुत्रलाई राजतिलक गरेर वनं गतः संयतात्मा विष्णु भक्ति परायणः, वनमा गए र विष्णु भक्ति परायण, भगवान विष्णुको भक्ति गर्दै गर्दै आफ्नो जीवनलाई व्यतीत गरेर अन्तिममा उसले पनि मोक्षलाई प्राप्त गर्छन्। र एवं एवहि प्रकुर्वन्ति सफला एकादशी व्रतम इहलोके यशः प्राप्य मोक्षम यास्यन्ति असंशयम्, जसले यस्ता प्रकारले सफला एकादशीको व्रतलाई धारण गर्ने गर्दछ, इहलोके यश प्राप्ति, यो लोकमा त उसले यश प्राप्त गर्छै गर्छ र अन्तिममा गएर मोक्षम यास्यन्ति संशयम, मृत्यु भइसके पश्चात उसको सद्गति हुने गर्दछ, उसले मोक्षलाई प्राप्त गर्ने गर्दछ। धन्यास्ते मानवा लोके सफला व्रतकारिणः, ती मनुष्यहरू धन्य छन् जसले एकादशीको व्रतलाई धारण गर्ने गर्दछ। तस्मिन् जन्मनि ते मोक्षम लभन्ते नात्र संशय, त्यही जन्ममा उनीहरूले मोक्षलाई प्राप्त गर्ने गर्दछन्। सफलायश्च माहात्म्यम श्रवणाद्धिः विशाम्पतिः, हे युधिष्ठिर, जसले यो सफला एकादशी व्रतको महात्म्यलाई पनि कसैले यदि ध्यानपूर्वक श्रद्धा भक्तिपूर्वक यदि श्रवण गर्दछ भने राजसूय फलम प्राप्य
बसेत स्वर्गे समानवः। राजसूय यज्ञ गर्दाखेरि जुन फल प्राप्त हुन्छ त्यही फल यो कथा श्रवण गर्नेले पनि प्राप्त गर्छन्। र बसेत स्वर्गे समानवः, र त्यो मानव अन्तिममा गएर स्वर्गलोकमा बस्न प्राप्त गर्दछ। यस्ता प्रकारले यो जुन भविष्योत्तर पुराणबाट निकालिएको जुन यो एकादशी महात्म्यको कथा थियो, यो सफला एकादशी व्रतको महात्म्यलाई यहाँ भगवानले पाण्डवहरूलाई यहाँनिर श्रवण गराउँदै जानुभएको छ। जय श्रीमन नारायण।